आज चाहिँ हाम्रो फाइनल हो। पटकाको धुवा माथि माथि देख्न सकिन्छ। फिफाको धुन पनि बजिसकेको छ। म चाहिँ अलिकति ढिलो भएँ। आज त झन् टन्नै छ मान्छे। बुद्ध सेनको ठाउँमा आयो हाम्रो यो चाहिँ मन्दिर हो। के समस्या भयो भने हेर नभएर यस्तो त टाउको मात्रै। अर्कोपल्ट चाहिँ हामी प्याराफिट बनाउने नि त हो एकदम देखिएन। हाम्रो पहिलो प्राथमिकता लेन्जो भाइलाई दिनुपर्छ। लेन्जोले नदेख्ने भएर चाहिँ होइन। किन हाँसेको तिमी? फुटबल क्रेज देख्न सक्नुहुन्छ तपाईँहरू। ल रमाइलो भएर चाहिँ अब ब्रेक भएको छ। बाथरुम थोरै भएछ। मान्छेहरू सबैजना यतातिर गएको छ। कस्तो दामी आएको हौ। खानु पर्यो अब काँक्रा। 90 अब खाने हो चटपटे। कति छिटो आयो? ओ आइस हाल्नुभयो? आइस नहाल्नु पर्छ। अब चाहिँ घाम पनि डुब्न आँट्यो। सलेसको 2 गोल भइसकेको छ। झापाले फ्री किक पाएको छ। त्यसको लागि कम्पिटिसन हेभी हुने भयो। अनि कान्छा हाम्रो सलेसबाट रहेछ नि त नि एकदम थाहै पाइएन। नमस्ते ब्लग हो। ब्लग जस्तो हो। अब छोटो मिनी ब्लग। ल बधाई छ कान्छा। एकदम थ्याङ्क यू। ल हाम्रो बुढीगङ्गाको पहिलो कप है त। दामी रहेछ, ठुलो रहेछ। यस्तो सम्म र दामी बनेको छ अहिले फिल्ड। अडियन्सहरूले के भन्दै थियो भन्दाखेरि कति गोल भयो भनेर सोधे कि बालेन 2 केपी ओली 0 भन्नु क्या। भरे किन भने यस्तो भनेको त आज सलेस चाहिँ सिराएको थियो नि त। अनि तिनीहरूले पनि 2 गोल हानेको थियो। यतापट्टि झापा रहेछ क्या 0 हुने। अनि त्यही भएर बालेन 3 केपी ओली 0 अरे।